भाले जोख्यो भनेर आनन्दले बसेछ बोक्यो भनेर यो खाली पहिले बस्नु पाए भनेर होला बस्न पाए यसले प्लेन चढेर जस्तो अनुभव गरिरहेको छ के प्लेन चढेर ए आगोमा पोल्नु पर्छ खाद्रे भाले रेडी भाले सुपर लाग्छ अब यो ढेँडो चाहिँ यस्तो के हजुर तपाईको ढेँडो चाहिँ मान्छेले कतिले खान जान्दैन के सर अब यो हाम्रो चाहिँ लेखमा मेरो त घर दोलखा हो कि हजुर के गर्छ अब त्यो ढेँडै खाएर हुर्केको मान्छे हो के अब यो मान्छे चाहिँ यस्तो चबाउँछ यस्तो 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 गर्छ मिच्छ अनि त्यसपछि यो चबाउँछ कि अनि फेरि चबाउँछ क्या त त्यसो गर्ने होइन क्या ढेँडो चाहिँ कस्तो गर्ने ढेँडो भनेको चाहिँ डक्टर अब अचार छ भने अचार नभए यसो चुब्ने यसो गर्ने कि नचपाइकन नचबाइ निल्ने हो सक्यो सर भालुको पाइप गयो नि त भालुको यो गर्मीमा चिसो अमृत जस्तो हावा खानलाई यता पनि आइपुग्छ भालुको आइपुग्यो नि ल आइपुग्यो आइपुग्यो ल आइपुग्नु भयो दुईजना उहाँहरू पनि किन के बाटो 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 अर्को बाटो ल भालुको माउने बेला पनि बाटो भुलेको तेर्सो बाटो जानुभयो होला अगाडि चाहिँ यो हाम्रो पटना देवी मावि छ यो अगाडिको चाहिँ यतापट्टिबाट उख्रिन जान्छ हामी माथितिर चाहिँ भालुखोप भ्यू टावर जाने बाटो यहाँबाट माथि चाहिँ बाइक पनि जान्छ गाडी पनि जान्छ होइन अनि हिँडेर पनि जान सकिन्छ भाले जोख्यो भनेर आनन्दले बसेछ बोक्यो भनेर यो खाली पहिले बस्नु पाए भनेर होला बस्न पाए यसले प्लेन चढेर जस्तो अनुभव गरिरहेको छ के प्लेन चढेर बिचमा छैन नि त यो निकाल्यो भने फेरि तल झऱ्यो नि त खुसी पो सक्यो ल पानी ताजी पानी पानी ताजी पानी पानी उमाले हो ल अब यो यस्तै हो अब गाउँघरको पारा चिल सुन काटेको भिडियो म हेर्छु ल्याउनु त काटेको यो भित्र फोरै अब खुट्टा थिच्छ त्यहाँ राख्छ यसरी चट्टा हान्छ सक्यो त चट्टा हान्छ रोकिहाल्यो त्यही त हो नि ल दर्शकवृन्द आज हामी रामेछाप जिल्लाको अत्यन्तै पर्यटकीय र सौन्दर्य रमणीय ठाउँ भालुखोप बजार नजिक छौँ र यहाँ चाहिँ हामी मेन एउटा चाहिँ काफल खानी र खुर्पानी आरु बखडा खानी भनेर आएका थियौँ तर बिचमा चाहिँ एउटा भाले आइलाग्यो त्यस कारणले गर्दाखेरि अब हामी यसलाई चाहिँ अलिकति यसको चाहिँ यहाँ अपरेसन हुँदैछ अपरेसनमा हाम्रा दुईजना विद्वान सरहरू कृष्ण सर र कृष्ण सरलाई साथ दिँदै हुनुहुन्छ जयदीप सरले अब के कस्तो अनुभव भइरहेछ सबै उहाँको मुखारबिन्दुबाट चाहिँ हामी सुन्न चाहन्छौँ जेडी सर तपाईले मलाई अपमान गर्नु घोर अपमान गर्नु कसरी अपमान भयो सर तपाईँको भन्नु अपरेसन गर्ने त डाक्टर भन्छ डाक्टर हो डाक्टर ओके ओके ल अब यो जेडी डाक्टर उहाँले डाक्टर कृष्ण गर्नुहोस् ल ल ल ल त्यसमा म मेरो चाहिँ डाक्टर भन्नुपर्नेमा अन्यथा भएकोले म क्षमा चाहन्छु ल डाक्टर जेडी उहाँलाई पनि कन्डक्टर भन्नुभयो ल यो भाले अब यस्तो हो कि यहाँतिर सरले भन्छ हाम्रो विस्तृतमा अब भाले अचानक भेट्यो बाटोमा अचानक भेटेकोले त्यतिकै छोटो पनि भएन तर हामीले अचानक प्लान बनाएर अचानक काटेर यस्तो गर्नु लागेको छ खाने चाहिँ हामीले नै हो फेरि बरु तपाईँ के छ हानेर उहाँलाई भन्नुहोस् मेरो यसमा खासै भन्नुपर्ने केही पनि छैन जस यो एउटा खालको सानो ग्यादरिङ रमाइलो होला जस्तो चाहिँ बुझिया छ अब बाँकी तपाईँ नै भन्नुहोस् किन सर अब हजुर चाहिँ यहाँ मध्येको सबैभन्दा अग्रज सिनियर त्यो भएको कारणले गर्दा हजुरले बोलेको कुरा चाहिँ आधिकारिक हुने भएकोले गर्दा अर्को सिनियर डाक्टर यो तपाईँकै शब्द मैले सापट्टि लिएँ हजुर यो हाम्रो टिम चाहिँ जता गयो जता पाइलो उतै रमाइलो भने जस्तै बाटोमा हिँड्दा हिँड्दै आइलाग्यो भने पछि नहट्ने हाम्रो रणनीति हजुर रणनीति छ त्यही अनुसारले यो आजको यो रामेछाप जिल्ला रामेछाप नगरपालिका हजुर भालुखोपमा आउँदै बाटोमा यस्तो मौका पाइयो हजुर यो मौकालाई हामी चौका मार्दैछौँ आजको हाम्रो यो योजना चाहिँ खास गरी आकस्मिक नै हो होइन प्लान चाहिँ तत्कालै हामीले बनाएको यो तर खास यो अलिकति हामी जनसङ्ख्याको आधारले चाहिँ अलिकति यो त चरो जस्तो देखियो यार झोल चाहिँ खाना अत्यन्त सानो ल अन्जन सर ठिक छ आइपरेको कुरामा हामी पछि पर्दैनौँ
अनि नवीन सर पुरानै मानि अब त्यही हो नवीन सर अनि तपाईँ त अस्ति भर्खर डाइजेसनको प्र्याक्टिकल गराउनु भयो बायोलोजीको यसमा अलिअलि तपाईँले सुझाव केही दिनु न सरहरूलाई यो खासमा गर्नु पनि उहाँले हो। सरहरू आफै पनि एक्सपर्ट हुनुहुन्छ है expert हुनुहुन्छ केही कुरा पर्यो भने चाहिँ एक्सपोर्टले गर्दाखेरि विभिन्न टुल्सको आवश्यकता पर्छ आवश्यकता पर्छ। यहाँ चाहिँ ल्याब अभावको कारणले गर्दा नवीन सर अलिकति अगाडि बढ्न सक्नु भयो होइन खाँद्रे भाले रेडी भाले रेडी अनि एउटा कुरा चाहिँ तपाईँहरूलाई यो बोल्ने मान्छे चाहिँ को हो जस्तो लागिरहेको छ भने बोल्ने मान्छे पनि हेर्नु है बोल्ने मान्छे चाहिँ यो हो फेरि बोल्ने मान्छे चाहिँ तपाईँहरूलाई कोही को जस्तो लागेको छ भने बोल्ने मान्छे चाहिँ यो है साथीहरू ल अब म हो को हो त परिचय दिनु न उहाँको मुखार बिन्दुबाट तपाईँको माग आएर चाहिँ परिचय दिनु पर्यो अरे। झरिरहेको छ अब म निर्मल दाल उर्फ दोलखाली राजा त्यही हो आफ्नो परिचय के दिउँ भनेर यो यस्तो छ भाले पनि किन खायो भन्दा नि भाले खाँदाखेरि चाहिँ खुर्पानी र के अरे हाम्रो काफल चाहिँ फ्रीमा खान पाइन्छ त्यही भएर पनि हामीले जोरदार यसको मान जोड गरिरहेको छौँ अब यसलाई अब के गर्ने अब अपरेसन गर्न काम बाँकी छ म गरिहाल्छु यो बाँकी कामहरू चाहिँ त्यति जेलसम्म साथीहरूले आफ्नो गफ पुरा गर्नुहुन्छ लु गर्नुहोस् ढेँडो चाहिँ यस्तो बसाउँदा चाहिँ यो कराई आगो धेरै भयो क्या आगो धेरै लाग्यो भने फेरि पिनमा त्यो माम्री पर्छ क्या माम्री भन्छ त्यसलाई होइन तरकारी पकाएको कराई भए चाहिँ भयङ्कर माम्री लाग्छ अब यसमा चाहिँ लाग्दैन यसलाई चाहिँ ढेँडो गुवा सब निकाल कुखुरा काट्यो भाले ढेँडो कसैलाई धेरै हुन्छ भने पहिले थप्नु है त धेर पार्न पाइँदैन ढेँडो बनायो खेर फाल्न पाउँदैन भने अनि अब खाने बेला भएको छ अहिले चाहिँ केटाले यस्तो कस्तो खालको के बसायो यो पुरै लाइन बसेर खाइरहेको छ यस्तो ढेँडो चाहिँ यस्तो क्या हजुर तपाईँको ढेँडो चाहिँ मान्छेले कतिले खान जान्दैन क्या सर अब यो हाम्रो चाहिँ लेखमा मेरो त घर दोलखा हो कि हजुर के हामी चाहिँ अब त्यो ढेँडै खाएर हुर्केको मान्छे हो क्या अब यो मान्छे चाहिँ यस्तो चबाउँछ यस्तो 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 गर्छ मिच्छ अनि त्यसपछि यो चबाउँछ कि अनि फेरि चबाउँछ क्या त त्यसो गर्ने होइन क्या ढेँडो चाहिँ कस्तो गर्ने ढेँडो भनेको चाहिँ टक्क अब अचार छ भने अचार नभए यसमा चोब्ने यसो गर्ने कि नचपाइकन नचबाइ निल्ने हो सक्यो यसरी खाने हो ढेँडो हजुर के राजु त्यसरी कसरी हो त यो चाहिँ अब ट्राई गर्छु है सबैले नमी सर के हो यसरी अब डल्लो बनाउने डल्लो बनाउने अनि झोलमा यसरी डुबाउने अनि निल्ने निले क्वापै दुई तिन जोडी चाहिँ चपाउने पर्ने रहेछ हामीलाई चाहिँ पर्दैन सर साह्रै पिठो छ पर्दैन यहाँको लोकल ढेँडो दिदीले फोन गर्यो अनि हामीले चाहिँ धेरै आजको बसाइ चाहिँ धेरै राम्रो भयो हो ढेँडो खान हामी आइपुग्नु परिरहेको छ नि त कमेडी छ हेर्नु त ल नमस्कार गुरु के छ मिठो छ पिरो छ जे होस् भालखोपको लोकल ढिँडो मिठो छ हो लोकल ढेँडो कुखुरा मासु लोकल कुखुरा मासु हो गुरु लेकको मकैको ढेँडो कुखुराको लोकल कुखुराको मासु त्यसरी डुबाउने चोपेर क्वाप्पा खाने मजा बेग्लै निल्ने मजा बेग्ला नि त मिठो हुन्छ यसरी लाइन बसेर केटाले खाइरहेछ आज हेर्नु साथीहरूले सर र होइन नेवारी स्टाइलमा फेरि यो एकैचोटि खाने अनि एकैचोटि उठ्ने है खाइसकेर अगाडि पछि उठ्न पाइँदैन होइन म त फेरि मलाई देखाएकै छैन मेरो आमा म पनि छोड त के गर्नु यस्तो भिडियो बनाउँदा पछि परिहालिन्छ अनुहारै देख्न नपाइने हुन्छ मेरो चाहिँ यो ढेँडो मकैको यो कुखुरा मासु यो अचार चप्पो चुप्ने क्वाप्पो खाने यस्तो खाने चबाउने होइन यहाँ छोपेर पानी भनेर खाएको अर्कै भेरी मच टेस्टी मिठो छ लु भालुमा आएर ढेँडो पर्ने यार सर हामी के ब्याक अब नाउ वी आर रिटर्निङ ब्याक टु दि आवर होम टाउन हामीले चाहिँ यहाँनिर ढेँडो खायौँ लोकल कुखुरा खायौँ खुर्पानी खायौँ मजा आयो छ खुर्पानी पनि खायो अनि खुर्पानी पनि खायौँ अरू के अरे त्यो काफल गेडा काफल गेडी फेरि लगि पनि लगाएको छौँ हजुर 4-5 किलो जति चाहिँ मेरो हातमा छ हजुर बाँकी 2 किलो चाहिँ हाम्रो हातमा भोलि उहाँले स्कुल पनि लिएर आउनुहुन्छ राजा के थिए माछा धेरै छन् ल साथीहरू सबैजना रेडी भइसकेको छ होइन जानलाई म पनि रेडी हो अब हामी ब्याक टु मन्थली हुन्छौँ धेरै टाइम 6 बज्यो होइन सायद होइन 6 बजिसक्यो मासु भात खायो टन्नै लोकल ढेँडो लोकल कुखुराको मासु अनि अरू त हामी खाइहाल्छौँ खानेकुरा छँदैछ होइन ओके दिस मच थ्याङ्क यू